हेलो हेलो नमस्ते। आज चाहिँ हामी इन्डियाको कामाख्या रेल स्टेसनमा भाइ चाहिँ आर्मीको जागिरबाट छुट्टीमा घर आउनुभएको थियो। उहाँ चाहिँ आफ्नो घरबाट बिदाबारी भएर आफ्नो जागिरतर्फ लाग्नुभएको अरे हामीले भेटेका थियौँ। अनि हामी उहाँलाई बिदाई गरेर हामी आफ्नो गन्तव्यतिर अगाडि बढ्यौँ। अनि हामी चाहिँ जताततै पूजाको सामान झिलिमिली विशेष गरी त मेरो प्यारी जेठानी दिदीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। किनभने मलाई यो ठाउँमासम्म लैजानु भयो घुमाउनको लागि। उहाँले नै मलाई नलाउनु भएको थियो भने म सायद यो ठाउँमा मैले दर्शन गर्ने मौका पनि पाउँदैन थिएँ होला। एकदमै हृदयदेखि नै मेरो जेठानी दिदीलाई एकदमै लामो भिडभाड थियो। राम्रो सायद मैले यो फुल पनि आफ्नो गन्तव्यतिर लाग्यौँ। बुहारीले चाहिँ किनेर हामीलाई